जाँदैछौँ लिएर जाँदैछौँ अनिसको चाहिँ फर्स्ट टाइम हो स्विमिङ अनिसको क्यामेराम्यान छ यो सन्दर्भमा चाहिँ एकदम स्विमिङमा पक्का हुनुहुन्छ मुलुबेरीको सानोबेरी उहाँले टप्नु भयो अरे आज स्विमिङ पुल टप्नुहुन्छ कि हेर्नुहुन्छ है हेर्नै बाँकी छ जाँदैछ अनुष्की म्याकुरी पनि जाँदैछ चल्छ बसेर अनि एउटी माथि यहाँ खानामा दुध्दैछ लिएर हामी हिँड्दैछौँ पुग्दैछौँ अब हामी भण्डारी चाहिँ पुग्दैछौँ अब हामी आधा घन्टा हिँड्छु बल्ल हामी पुग्छौँ एउटा दिदीले सरनालाई कानामा हाल्नु भएको होइन उहाँको बाबा हिँड्न फेरि कानामा हाल्ने मान्छे एउटा दिदी हुनुहुन्छ हो नि सरना बाटो चाहिँ एकदम जोड्नु पर्ने यात्रा छ हुन्छ बस सरना हिँड्छन् कि हिँड्छन् मेरो बाबाको हाँसमा दिएर ऑडियन्स पनि हेर्नु के कतिचोटि हेलो भने भनेर यस्तोरी हिँड्छन् ढला बोकिरहेको छौँ होइन कुण्ठबहादुर बराइली भो बाटो हरेक मेरो हिँड्छ हामी चाहिँ करिब 1 घन्टा हिँडिसक्यौँ अनि पत्ता लगाउन सकेन हामी एकदम अन्यलमै छौँ आज हामी चाहिँ हिँडेरै स्विमिङ पुल पत्ता लगाउने भन्ने कुरा हो यो अनसी म्याकुरीको कारणले गर्दा पत्ता लगाउन सकेको 0.5 देखि खिच्दैछ है आवाज सुनिन्न भाइ स्विमिङ पुल जाने बाटो कता हो र इमाडोर स्विमिङ पुल यहाँ अलिक नजिक कता रहेछ नि बस आएको मिनेटको पुगिन्छ होला गुगलको सब काम मेरो पाइलामा चाहिँ छ मेरो पाइल खोल्नु अस्ति के देखाएको थियो भने त्यहाँ म के अरे सम्पूर्ण निस्किसकेपछि ट्याक्क 18 मिनटमा त कृष्ण मन्दिर पुग्छ भन्ने देखाएको थियो पठाएको 15 मिनट पुग्यो होला मेरो पाइलासँग केही निस्किनु सकेको तपाईको पाइलामा हिँड्नु न बाटोमा भेटे मान्छेले नि दाइ बिखेन भन्न आयो अरे के म हुन मेरो पेट ठुलो छ स्विमिङ पुल भेट्यो त्यहाँ रहेछ कता छ किन गुगल म्याप हेरेर आइयो त रहेछ आशिका दिदीले बोलाउनु डुबान पर्ने ठाउँ हो नि त ठ्याक्कै मिलेछ त मैले झुकेर भन्दै थिएँ माइजु नदी पुगिसकेका छौँ साथीहरू नानुहरूले चाहिँ यसो देखाइदिनु न नानुहरूले चाहिँ ट्र्याक्टरलाई ट्युब बोकेर आइरहेको हेलो होइन भन्ने ट्रकलाई गएर संस्कार गर्नु पऱ्यो है खोज्नु पऱ्यो हामी पनि आछौँ भनेर यो चाहिँ कामरा सबैमा बन्द छ त यहाँ पछाडि छ भो
गाइस हामी यहाँबाट स्विमिङ पुल गएका छौँ पछेराहरू पछाडि एउटा छ सन्ध्या हेलो गाइस हामी चाहिँ स्विमिङतिर निस्किसकेको छ तत्काल अब हामी करिब 1 घन्टा हिँडेर आधा बाटोमा आइपुगेका छौँ अब एकछिन कहाँ मलाई मात्र खिचाउनु खिच्दै त्यो छ नमाउनु हेलो गाइस हाम्रो मेन अडियन्स हेरिदिनु होला राम्रोसँग हेरिदिनु होला फेरि खान्छ मेरा त माथि खिच्यो क्यामेराम्यानलाई अलिक धेरै हेप्ने काम भइरहेछ यहाँ अनुश्री मलाई कस्तो अनुभव भयो तिमीलाई कस्तो अनुभव भयो दामी भयो भने म समर्थन छ दयाङ राईको कभरमा अब हामी केही समयमा घर पुग्छौँ र अनि नास्ता पनि खानेछौँ यिनीहरू चाहिँ भोक पनि दिइरहेको अहिले नास्तामा के खानेछौ त्यो पनि भनिदिनु होला सुरकरस नास्तामा के खानेछौ त्यो पनि भनिदिनु होला नास्तामा त्यस्तै हो अहिले मकै उस्याएर खाने छ लोकल हामी लोकल प्रोडक्टलाई हामी धेरै प्रमोसन गर्छौँ हामी लोकल गर्ने हो मकै उसिनेर अब हामी करिब 1 घन्टा हिँडेर घर नजिक पुग्दैछौँ 1 घन्टा हिँडेर हामी पुग्दैछौँ यति हामी अब काठमाडौँमा पनि ललितपुर हामी यसरी हिँडेर स्विमिङ जान्छौँ भने मतलब हामीले गाउँको चाहिँ अनुभव गरेर गाउँको कुराहरू चाहिँ बिर्सेका छैनौँ हामी हिँड्छौँ हामी खानासँग पसिना बगाउँछौँ स्वस्थ हुनुपर्छ भन्ने हाम्रो कन्सेप्ट हो सहरमा बस्दैमा बोइलर हुनुपर्छ भन्ने छैन यो मिल्यो के तर है माइज अनि हामी चाहिँ सकेसम्म चाहिँ उतारै गाउँले जीवन बेस अब हामी सुगम क्षेत्रमा पनि सुगम क्षेत्रको पनि दुर्गम क्षेत्रमा बसोबास गर्ने मान्छे हो हामी रोड पनि देखाएँ पिच नभएको रोड सुगमको पनि दुर्गम क्षेत्रमा हामी बस्छौँ हामी अब करिब पुगिसकेको छौँ घरमा बच्चापट्टिसँग बाहिर गएर खेल्दाखेरि खासै खुसी लाग्यो देख्ने कुराहरू के रहरमानी छेउ के बताउने यहाँ चाहिँ हाम्रो घरको पत्रकार हुनुहुन्छ उहाँले जतिखेर पनि यो बेल बजाइरहनुहुन्छ उहाँको नाम हजुरको नाम भनिदिनुहोस् न प्लिज हजुरको नाम भनिदिनुहोस् हजुरको नाम
हजुरको नाम भनिदिनुहोस्। घरका पालेजी हुनुहुन्छ। हामी फाइनली घर पुगेका छौँ। हाम्रो अब मेन के भन्छ अब त्यो बुझेन अहिले त्यो त ल भनिदिनुहोस्। अब हामी फाइनल्ली घर पुगेछौँ गाइस। भेटघाट गर्नेछौँ। थाहा पार्नु न।